जबसम्म हिन्दू राष्ट्र घोषणा हुँदैन तबसम्म तिमीहरू चुनावमा यहाँ आउन पाउँदैनौ भन्नु पर्यो। हिन्दू राष्ट्र कायम गर, पशुपतिमा गएर पूजा गर, पहिला हिन्दू राष्ट्र कायम गरेर। यहाँ अहिले भोटमा जाने बेलामा गएर यसो पशुपतिमा जान्छन् क्या, म पनि यसो हिन्दू हुँ भनेर नि नक्कल झाकल देखाउनलाई हगैन, त्यो पाइँदैन। सर्वपक्षीय सरकार बन्नु पर्यो। थाम्दैनन् भने त्यसको नेतृत्व म लिएर चुनाव गराउँछु, त्यसको नेतृत्व म लिएर। जबसम्म हिन्दू राष्ट्र घोषणा हुँदैन तबसम्म तिमीहरू चुनावमा यहाँ आउन पाउँदैनौ भन्नु पर्यो। हिन्दू राष्ट्र कायम गर, पशुपतिमा गएर पूजा गर, पहिला हिन्दू राष्ट्र कायम गरेर। यहाँ अहिले भोटमा जाने बेलामा गएर यसो पशुपतिमा जान्छन् क्या, म पनि यसो हिन्दू हुँ भनेर नि नक्कल झाकल देखाउनलाई हगैन, त्यो पाइँदैन। सर्वपक्षीय सरकार बन्नु पर्यो। थाम्दैनन् भने त्यसको नेतृत्व म लिएर चुनाव गराउँछु, त्यसको नेतृत्व म लिएर।